दर्शकबिन आज मेरो साथमा हुनुहुन्छ एकजना दाइ। उहाँ चाहिँ चुरोट खाँदै हुनुहुन्छ। हजुर, चुरोट कति भयो चुरोट खान लागेको? चुरोट खान लागेको भयो जम्मा 4 वर्ष भयो। 4 वर्ष मात्रै भयो? हजुर हजुर। चुरोटमा फाइदा के हुँदो रहेछ? चुरोटमा अब त्यस्तो खासै फाइदा केही छैन। हजुर। अब यसो हेर्दाखेरि अब के भयो भनेपछि अब यसो थाक लागेको बेला हजुर दुःखको अब यसो दुःख बिर्साएर खानुपर्छ। थकाइ लागेको बेला थकान मेट्छ हेर्नु। थकान मेट्छ राजा। है त्यसो भए अरू चाहिँ फाइदा केही भेट्नु भएन? फाइदा यसको फाइदा खास फाइदा पनि त अब छैन। यसले अब यसो रोकसोक लाउने काम पनि गर्छ होला। अब यो हाम्रो सिस्टममा के आइगयो भने यो चुरोट खाएपछि थोरै थाक बस्छ, त्यस पछाडि बस्न पाउँछ भनेको। बस्न पाउँछ र थाक मेट्छ भनेर थोरै रेस्ट। हजुरको स्वास्थ्यमा केही असर त पारेको छैन नि? स्वास्थ्यमा अलिकति थोरै उकालो हेर्दाखेरि अलि हस्को लाग्छ। हजुर। सास बढ्ने यसो के दम बढ्ने अनि त्यस्तो हुन्छ। अब बढ्दा बढ्दै पनि किन खाँदै हुनुहुन्छ? अब यो नखाएपछि मनले नमान्ने भयो हजुर, हो कि नै? अब के गरे 40-45 वर्ष अवस्था हुन लाग्यो। हजुर। अनि अब पहिल्यै ख्याल गरिएन, अनि अब ख्याल गरिने के गर्ने, त्यही भए खानुपर्ने भयो। त्यसो भए सानै उमेरमा सिक्नु भयो? सानै उमेरदेखि सिक्यो। खुदै आफै सिक्नु भयो कि कोही साथीको लैलैमा लागेर यताउति गरेर सिक्नु भयो त? यस्तो भयो हजुर, इन्डिया गइयो हजुर एउटा मेटसँग। हजुर हजुर। मेटसँग गइसकेपछि अरू सबै चुरोट खाने मान्छेलाई बस्न दिने। हजुर। अनि चुरोट खाने नखाने मान्छेलाई काम गर्दै र अनि यिनी के अरे चुरोट खान्छन् बैजन तँ किन रेस्ट गर्छ, तँ काम गर भनिसकेपछि त्यहाँबाटै मैले सिकेको। त्यसो भए तपाईँले पनि म पनि बस्न पाउँछु भनेर सिक्नु भयो? हो हजुर, त्यही हो।